नमस्ते साथीहरू, हाम्रो गुरु युट्युब च्यानलमा सम्पूर्णलाई स्वागत छ। आजको भिडियो हामी नोटप्याड कसरी प्रयोग गर्ने जुन आफ्नो ल्यापटप र कम्प्युटरमा भनेर त्यो सिक्न गइरहेका छौँ। अब हामीले आजको भिडियोमा नोटप्याड सिक्नुभन्दा पनि पहिला हामीले नोटप्याड कसरी खोल्ने भनेर त्यो सिकौँ। नोटप्याड खोल्नको लागि सर्वप्रथम हामीले आफ्नो एउटा स्टेपबाट है विन्डो वा त यसलाई स्टार्ट बटन पनि भन्ने गरिन्छ। स्टार्ट बटनमा क्लिक गर्नु होला। त्यसपछिबाट हेर्नुहोस् त अल भन्ने लेखिएको छ। यो अलमा क्लिक गर्नु होला। यहाँ खोज्नु होला। अब एकछिनमा है नोटप्याड भनेर अलिकति तल हुन्छ, धेरै पनि तल छैन। हेर्नुहोस् त नोटप्याड भनेर यहाँ लेखिएको छ। नोटप्याड भनेर यसरी क्लिक गर्दा बित्तिकै हाम्रो नोटप्याड खुलिसकेको छ। स्टेप 1 बाट यसरी खोल्यौँ है। अब त्यसै गरी हामी अर्को तरिकाबाट कसरी खोल्ने भनेर त्यो पनि सिकौँ है। त्यसको लागि पनि हामीले फेरि स्टार्ट बटनमा जाऊँ है। त्यसपछिबाट हेर्नुहोस् त यहाँनिर सर्च फर एप्स भन्ने लेखेको छ। यसमा पनि हामीले नोटप्याड भनेर लेख्दा बित्तिकै पनि हाम्रो नोटप्याड खोल्न खाने हो नि त। यहाँ नोटी मात्रै लेख्दा पनि हाम्रो नोटप्याड आइसकेको छ। हेर्नुहोस् त नोटप्याडमा फेरि हामीले क्लिक गर्दा बित्तिकै खोलिसकेको छ। स्टेप 2 पनि हाम्रो सकियो। अब स्टेप 3 मा कसरी खोल्ने भन्दाखेरि यहाँनिर हेर्नु त बाहिर सर्च लेखेको छ। यो सर्चमा पनि हामीले नोट भन्दा बित्तिकै वा त नोटप्याड भनेर है नोटप्याड भनेर हामीले लेखौँ। अब हामीले नोटप्याड भनेर लेख्दा बित्तिकै नै हाम्रो नोटप्याड फेरि हेर्नु आइसकेको छ। खोल्यौँ है। स्टेप 3 मा पनि यसरी खोल्ने। त्यसै गरी हामी अर्को स्टेप 4 मा कसरी सिकाउने आफ्नो किबोर्डमा जुन तपाईको कम्प्युटर या ल्यापटपमा भएको किबोर्डमा विन्डो प्लस आर पहिला विन्डो थिच्नु होला, त्यसपछि आर थिच्नु होला है। त्यसपछि रन बार खोल्ने काम गर्छ। यसलाई रन बार भन्ने गरिन्छ है। रन बार खोल्दा बित्तिकै हेर्नुहोस् त यहाँनिर मैले नोटप्याड भनेर लेखेको छु। सेम टु सेम कुनै पनि स्पेलिङ गल्ती हुनु हुँदैन है। त्यसै गरी हामीले ओके गर्दा बित्तिकै हाम्रो नोटप्याड पनि खुल्न थाल्छ। अब हामी त्यसै गरी हामीले थुप्रै आइडिया त सिकिसक्यौँ। अब नोटप्याड भनेको के हो, यसमा के काम गर्न सकिन्छ, कसरी गरिन्छ भनेर त्यो सिकौँ। त्यसको लागि पनि अब हामीले नोटप्याडमा जाऊँ है। मैले के चिजहरू लेखेको छु त्यो चिजहरूलाई तपाईँले अलिकति ध्यान दिएर सुन्नु होला है। अब हेर्नुहोस् यहाँनिर मैले थोरै अलिकति लेखेको छु है। नोटप्याड भनेको के हो त? नोटप्याड भनेको कम्प्युटरको एउटा साधारण टेक्स्ट एडिटर हो। यसलाई माइक्रोसफ्ट विन्डोमा पहिला नै राखिएको हुन्छ। जुन माइक्रोसफ्ट वर्ड हुन्छ नि, एमएस वर्ड, एक्सेल, यिनीहरूमा नै कम्पनीले यसमा सेट गर्दा एमएस वर्ड छ भनेपछि यो 100% हुन्छ है। अब यसमा सजिलो भाषामा भन्नुपर्दा है बुझ्नुहोस्, नोटप्याड भनेको कम्प्युटरमा सिधै अक्षर लेख्ने सफ्टवेयर हो है। अक्षर लेख्ने दुनियाँभरि यसमा दायाँ बायाँ त्यस्तो लेख्ने केही पनि होइन। नोट भनेको एउटा डायरी हो मात्रै बुझ्नुहोस् तपाईँ। यहाँ तपाईँले आफ्नो नोट्स, होमवर्क, लिस्ट वा कुनै पनि ट्याग्स लेख्न सक्नुहुन्छ। यसमा लेखेको ट्याग सिम्पल हुन्छ। कुनै डिजाइनिङ फङ्सन, कुनै कलरहरू डिफ्रेन्स अरू जस्तै एमएस वर्डमा लेख्नुहुन्छ नि, विभिन्न डिजाइनले लेख्नुहुन्छ, त्यहाँ विभिन्न फन्टहरूले लेख्नुहुन्छ। त्यस्ता फन्टहरू यसमा प्रयोग हुँदैनन्। यो सिम्पल लेख्ने छ। यो सफ्टवेयर सबैभन्दा बेसिक सिम्पल हो। एकदम सजिलो टुल्स हो है। त्यो बुझ्नुहोस् तपाईँ। यति नै हो। यसबाट थुप्रै चिजहरू गर्न सकिन्छ, लेख्न सकिन्छ है। अझ तपाईँको वेबसाइटहरू पनि बनाउन सकिन्छ है। कुनै एप्सहरू बनाउन सकिन्छ, थुप्रै चिजहरू सकिन्छ। पहिला सुरुमा सिम्पल सिक्नुहोस्, पछि बिस्तारै हामीहरू सिक्ने छँदैछौँ है। अब त्यसै गरी हामीले यो त सिक्यौँ है। अब हामीले के गरौँ भने चाहिँ यहाँनिर थोरै मैले यति नै लेखेको छु है। अब हामी सिक्न जाऊँ। जुन अब यहाँ माथि हेर्नुहोस् त यहाँनिर फाइल, एडिट है, भ्यू भनेर लेखेको छ। यिनीहरूलाई के भनिन्छ त? पहिला सुरुमा यो बुझौँ। तपाईँ यति म थोरै यहाँनिर कुरा जोड्न के दिएँ भने चाहिँ तपाईँले नोटप्याडलाई थोरै यहाँमा ध्यान दिएर सुन्नुभयो र हेर्नुभयो, चिन्नुभयो, थाहा पाउनुभयो भनेपछि त्यसै गरी हामीले एमएस वर्डमा अलिकति थपिन्छ, एक्सेलमा अझै थपिन्छ, त्यसै गरी हामीले पावर पोइन्टमा अझै थपिन्छ। त्यस्तै गर्दा अलिअलि सबैको चिजहरू समेटेर लास्टमा हामीले अत्यन्तै धेरै सिकिसकेका हुन्छौँ। त्यो हामीलाई नै थाहा हुँदैन आफ्नो नलेज कति बढाइ हुन्छ भनेर है। अब हामीले नोटप्याडमा यसलाई के भनिन्छ त भनेर पहिला त्यो बुझौँ। हेर्नुहोस् त फाइल, एडिट, भ्यू लेखेको छ। यसलाई रिबन भनेर भन्ने गरिन्छ। यी रिबनको भित्र पनि थुप्रै चिजहरू हुने काम गर्छ है। जस्तै हेर्नु म फाइलमा गएँ। फाइलमा जाँदाखेरि हेर्नुहोस् त यति धेरै चिजहरू देखिन थाल्यो। यिनीहरूलाई पनि अहिले हामीहरू एकछिनमा सिक्नेछौँ। यसमा न्यू ट्याब गर्दा के हुन्छ, न्यू विन्डो गर्दा के हुन्छ है, न्यू मार्कडाउन ट्याब गर्दा के हुन्छ, यी सम्पूर्ण चिजहरू अहिले हामीहरू सिकौँला। त्यसै गरी एडिट हेर्नुहोस्। एडिटको भित्र पनि थुप्रै चिजहरू छन्। यो गर्दा पनि के हुन्छ यो पनि हामी सिक्नेछौँ है। त्यसै गरी भ्यू हेर्नुहोस् त। भ्यूमा गर्दा नि के हुन्छ हेर्नु त, जुम छ। यो जुम इन गर्दा के हुन्छ, जुम आउट गर्दा के हुन्छ, यी सम्पूर्ण चिजहरू आज हामी सिक्नेछौँ है।
अब त्यसै गरी हामीले यो त हामीले सिकिसक्यौँ है। त्यसै गरी हामीले यहाँ तल हेर्नुहोस् त, यहाँ तल यसलाई के भन्ने गरिन्छ त, यो तलको एप्सहरू जस्तो छ यो आइकनहरूलाई यसलाई नहेर्नुहोस् है। यहाँ माथि हेर्नुहोस् त, यहाँ 500 लेखेको छ त्यहाँनिर हेर्नुहोस् त, यो लाइनलाई के भन्ने गरिन्छ त, हामीले त्यो बुझौँ है। यसलाई भन्ने गरिन्छ स्टेचर बार भनेर भन्ने गरिन्छ। यसमा तपाईँले के काम गर्न लाग्नु भएको छ सम्पूर्ण चिजहरू देखाउने काम गर्छ। त्यसै गरी हामीले यो त हामीले भ्यायौँ है। यहाँ स्क्रोल बार पनि अहिले हुने काम गर्छ, त्यो पनि हामी एकैछिनमा भन्नेछौँ है, कसरी आउँछ स्क्रोल बार त्यो पनि सिक्छौँ। त्यसै गरी अब हेर्नुहोस् त, यहाँ माथि हेर्नुहोस् त, यसलाई यो माइनस कस्तो चिन्नु छ, यसलाई मिनिमाइज अनि यसलाई म्याक्सिमाइज, यसलाई क्लोज भनेर पनि भन्ने गरिन्छ। अब हामीले यो त सिक्यौँ है। फेरि हामी फाइलमा जाऊँ। अब फाइलको भित्र के हो त, यो सम्पूर्ण चिजहरू अब हामी यहाँबाट सिक्यौँ है। फाइलमा जान्छौँ। अब सुरुमा न्यू ट्याब भनेर भनिएको छ, यतातिर छ नि यो हेर्नुहोस् है, यो Ctrl+N भनेको छ। पहिला कन्ट्रोल थिच्ने, त्यसपछिबाट N थिच्ने। यहाँ आउन तपाईँलाई झ्याउ लाग्छ भने चाहिँ जुन आफ्नो किबोर्डबाटै गर्न सकिन्छ है। अब हामीले न्यू ट्याबलाई कसरी बुझौँ भन्दाखेरि, न्यू ट्याब जस्तै हेर्नुहोस् है, तपाईँले योमा काम गर्न लाग्नु भएको छ, तपाईँलाई यो पेजमा छोडेर अर्को पेजमा जानु मन लाग्यो गरे भनेर त्यो बुझ्नुहोस् है। अहिलेको लागि यो पेजलाई बन्द गरेर अर्को नयाँ पेजमा जान लाग्नुभयो भने चाहिँ तपाईँले न्यू ट्याब गर्नुभयो भने चाहिँ तपाईँको के हुन्छ, नयाँ खुल्ने काम गर्छ। हेर्नुहोस् त, नयाँ आयो कि अर्को आइसक्यो हाम्रो, जुन हामीले यसमा काम गर्न लागेको थियौँ अहिले के भयो, हाम्रो यो आयो। हेर्नुहोस् त, न्यू ट्याब गर्दाखेरि फेरि हामीले यसलाई काटेर हामी यसैमा जाने काम गर्छौँ है। यसले यो काम गर्ने गर्छ। त्यसै गरी न्यू विन्डो भनेर भन्ने गरिन्छ, यो पनि सेम तपाईँको एउटै हुन् भनेर बुझ्नुहोस्। न्यू विन्डो भने चाहिँ Ctrl+Shift+N भने चाहिँ हामीले यसलाई पनि सिधै नयाँ अर्को खोल्न सकिन्छ के, न्यू विन्डो खोल्ने गरिन्छ। त्यो भनेको पेज खोल्न सकिन्छ भने चाहिँ यो नयाँ विन्डो खोल्ने गरिन्छ, बुझ्नु होला है। त्यो भनेको एउटा कापीको पन्ना पल्टाउने बुझ्नुहोस्। त्यो यो न्यू विन्डो भन्नाले तपाईँको नयाँ कपी नै किन्नु भनेर त्यो बुझ्नुहोस् है। अब हामीले यो पनि बुझिसकेका छौँ है, न्यू विन्डो पनि सिक्यौँ। त्यसपछिबाट न्यू मार्कडाउन ट्याब भन्ने पनि छ। यो भनेको के हो त, अब हामी यो बुझौँ है। यो भनेको तपाईँको यो पनि सेम इनोर जस्तै हो। हेर्नुहोस् त, न्यू मार्कडाउन ट्याब गर्दा बित्तिकै हाम्रो नयाँ खुल्ने हाल्छ कि। फेरि न्यू भन्दा बित्तिकै बुझ्नुहोस् तपाईँ, अलि डिफ्रेन्स हुन्छ त, थोरै तर धेरै डिफ्रेन्सहरू केही पनि हुने काम गर्दैन है। त्यसै गरी हाम्रो अर्को छ नि त ओपन भनेर भनिन्छ। तपाईँले ओपन भन्दाले योभन्दा अगाडि कुनै पनि सफ्टवेयरहरू वा यसमा कुनै फाइल्सहरू कुनै जे काम गरेर नोटमा टिप्नु भएको छ, त्यसलाई सेभ गर्नु भएको छ भनेपछि हामीले त्यो खोल्न सक्छौँ। त्यो कसरी खोल्ने भने चाहिँ हेर्नुहोस् त, मैले ओपनमा दाबेँ, हेर्नुहोस् त, मैले यति सेभ गरेको थिएँ योभन्दा अगाडि है। यी सेभ गरेका चिजहरूलाई मैले यसमा टक्क दाब्दा बित्तिकै हाम्रो त्यो सेभ भएको चिजमा जान्छ, ठ्याक्क त्यो खोलिहाल्छ है। जस्तै म तपाईँलाई यहाँनिर यो पनि देखाइदिन्छु। हेर्नुहोस् त, कोड नम्बर भनेर मैले एउटा जस्तो आफ्नो नोटप्याडमा टिपेको थिएँ। हरेक कोडहरू धेरै चिजहरू छन् यसमा, हेर्नुहोस् नोट है। त्यसपछिबाट मैले यहाँनिर ओपनमा दाबेँ भने चाहिँ सर हेर्नुहोस् त, यहाँ कोडहरू यति धेरै कोडहरू छन् मसँग, कुनै मसँग याद छन्, कुनै मैले टिपेको छु है, थुप्रै चिजहरू छन् है। यस्तो चिजहरूलाई खोल्ने काम गर्छ जसले कसलाई ओपनले है। अब हामी फेरि के बुझौँ भन्दाखेरि, हामीले ओपनलाई त हामीले भ्यायौँ। रिसेन्ट भनेको के हो त, त्यो पनि त हामीले बुझ्नु पऱ्यो। रिसेन्ट भनेको भर्खरै के गर्नुभयो त तपाईँले, हेर्नुहोस् त, मैले भर्खरै के गरेँ, हेर्नु त, कोड नम्बर गरेँ, हेर्नु त, त्यसलाई खोल्न सक्छु के। त्यसपछिबाट ओबिएसलाई मैले ओबिएसको एउटा कोड नम्बर सेभ गरेको थिएँ, त्यो कोड नम्बरलाई पनि मैले हेर्नु त भर्खरै एक चियान उपन्यास भन्ने पनि मैले एउटा त्यसलाई पनि टिपिरहेको थिएँ, त्यो भयो। हेर्नुहोस् त, शीर्षकको भन्छ है, मेहनतले होइन बुद्धिले धनी टेक्स भन्ने पनि पहिला नै हो है। धेरै पहिला चिजहरू मैले केही चिजहरू टिप्पणी थोरै शब्दहरू साना शब्दहरू टिपेको हुन्छु, ती शब्दहरूलाई पहिला। रिसेन्ट भनेको अगाडि, योभन्दा अगाडि के भर्खरै के गर्नुभयो त अगाडि भने त्यो गर्यो। अब त्यसपछिबाट चाहिँ हामीले सेभमा के भनिन्छ भन्दाखेरि, जुन मैले हेर्नुहोस् त यति धेरै चिजहरू लेखेको छु नि, यो लेखेको चिजलाई नै सेभ गर्नुहुन्छ। यो सेभ कसरी गर्ने त है, त्यो बुझौँ। अब सेभमा जानुभयो। अब तपाईँले हेर्नुहोस् त, यहाँ थुप्रै चिजहरू तपाईँका फोल्डरहरू देख्ने काम गर्छन्। कहाँ सेभ गर्न चाहनुहुन्छ, होममा गर्न चाहनुहुन्छ कि ग्यालरी गर्न चाहनुहुन्छ कि डेस्कटपमा गर्न चाहनुहुन्छ कि डाउनलोडमा गर्न चाहनुहुन्छ, जसमा सेभ गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्ने। जस्तै म डेस्कटपमा गर्न चाहन्छु, ठिक छ, डेस्कटपमा। अब नेम भन्छ है, फाइल नेम भन्छ, तपाईँले त्यसको नाम डेस्कटपमा के राख्नु छ, वेलकम टु हाम्रो गुरु भनेर मैले राखेको छु, जुन हाम्रो च्यानलको नाम नै हो है। तपाईँलाई स्वागत छ भनेर मैले भन्न खोजिएको। अब तपाईँ हेर्नु त, फाइल नेम भनेर यसमा हामीले सेभ गरिदिउँ। सेभ गर्दा बित्तिकै हेर्नुहोस् त, मैले मिनिमाइज गर्दाखेरि यहाँ हेर्नुहोस् त, यहाँनिर फर्स्टमा देखायो नि त वेलकम टु हाम्रो गुरु भनेर, ट्याक्क मैले यसमा क्लिक गर्छु, सेभ गर्ने हो तरिका हो है। फेरि हाम्रो त्यही नै खुल्ने काम गर्छ है। अब सेभ पनि बुझ्नुभयो होला। अब सेभ भनेको एक ठाउँमा सेभ हुन्छ, सेभ
अस भनेको के हो त? जस्तै तपाईँले एक ठाउँमा सेभ नगरेर त्यसलाई मलाई अर्को ठाउँमा सेभ गर्नुपर्ने छ है, सधैँ डेस्कटपमै सेभ गर्नुपर्छ भन्ने पनि हुँदैन। अर्को ठाउँमा सेभ गर्नुपर्छ भने चाहिँ यो अर्को ठाउँमा सेभ गर्ने हो। हेर्नुहोस् त, अघि हामीले कहाँ गरेका थियौँ? विन्डोमा सरी डेस्कटपमा गरेका थियौँ भनेपछि अहिले हामी कहाँ गर्छौँ? डाउनलोडमा गर्छौँ है। डाउनलोडमा फेरि यति बुझ्नु होला, एउटै नामले दुई पटक सेभ हुँदैन, केही न केही फरक चिजहरू राख्नुपर्ने हुन्छ है। अब हामीले यसलाई अलिकति फरक के राख्छौँ भनेपछि स्टेप 1 2 3 1 1 राखिदिन्छौँ है। ल 1 1 राख्दाखेरि सेभ गर्छौँ है। फेरि अब हामी गएर चेक गर्ने काम गर्छौँ है, देखिन्छ कि नै भनेर। जुन हामीले डिस्पिसीमा जाऊँ है, डिस्पिसीमा गएर हामीले कहाँ सेभ गरेका थियौँ? डाउनलोडमा सेभ गरेका थियौँ है। हेर्नुहोस् त 1 1 1 भन्ने पनि यहाँ छ। यसलाई हामीले फेरि खोल्दा बित्तिकै हाम्रो यहाँ खुल्न थाल्छ यतातिर है। यसरी पनि हामीले सेभ एज भनेको अर्को ठाउँमा सेभ गर्नु, दुई वा दुईभन्दा बढी ठाउँमा सेभ गर्नु भनेर त्यो बुझ्नुहोस् है। त्यसै गरी हामीसँग अब के रहेको छ हेर्नुहोस् त, सेभ अल पनि भनिन्छ। सेभ अल भनेको सबै चिजहरू सेभ गर्ने के। जस्तै बारम्बार तपाईँले यहाँ लेख्नुभयो है, फेरि अब ल मानौँ यतिकै लेख्नुभयो, अरू लेख्नुभयो। अब यो त सेभ हुन्न नि, यो सेभ गर्नका लागि फेरि के गर्नुहुन्छ? यो सेभ गर्दाखेरि सेभ अलमा जानु भने यो पनि सेभ हुन्छ है। सेभ एज टेक्स्ट फाइल भन्छ। अब हामीले यदि फाइलमा कहाँमा गर्नुपर्छ? यस भने गर्नु भने सेभ भइहाल्छ। फेरि कहाँ गर्नुहुन्छ त? अघिल्लो जसरी गर्नुहुन्छ त्यस्तै गरेर फेरि यसमा सेभ गर्न सकिन्छ है। धेरै गाह्रो केही पनि छैन है। अब त्यसै गरी हामीले अर्को चिज के सिकौँ भनेपछि सेभ अलसम्म हामीले पुग्यौँ। पेज सेटअप भन्छ। पेज सेटअप भनेको जुन हेर्नुहोस् त यहाँ साइडमा छ नि, यो साइडतिर मानौँ, यो साइड कसरी गर्नुहुन्छ पेज सेट एकचोटि हामी गरेर हेरौँ है। पेज सेट गर्दाखेरि हामीले हेर्नुहोस् त प्रोटेक्ट भन्छ है। प्रोटेक्ट गर्दा भनेको भर्टिकल लामोमा गर्नुहुन्छ कि चाक्लोमा गर्नुहुन्छ, कसरी गर्नुहुन्छ त सेभ, त्यो तपाईँको माथि भर पर्छ। जस्तै यो हेर्नुहोस् त यहाँ पेजको यहाँ माथि छोडेको छ, माथि कति छोड्ने, तल कति छोड्ने, दायाँ बायाँ कति छोड्नुहुन्छ, त्यो सबै यहाँ लेफ्ट राइट सबै है बटन, त्यो तपाईँको लेफ्ट माथि भर पर्छ। अहिलेको लागि हामी यस्तै नै सेभ गर्ने काम गर्छौँ साइजहरू है। पेजको सेटअप यस्तै नै गर्छौँ है, लेटरमै गरेर। यो पनि बुझ्नुभयो है। त्यसै गरी हामीले प्रिन्ट भनेको यसलाई प्रिन्ट, जुन तपाईँले यहाँ टेक्स्ट है विभिन्न नोटमा लेख्नुभएका चिजहरू हुन्छन्, यिनीहरूलाई प्रिन्ट गर्नु पऱ्यो भने चाहिँ प्रिन्ट गर्ने काम गर्छौँ। सिधै जाने हामीले प्रिन्टबाट प्रिन्ट गर्न सक्छौँ। यहाँ तपाईँको प्रिन्टको नामहरू हुन्छ, त्यसमा गएर सजिलै प्रिन्ट गर्न सक्छौँ। त्यसै गरी हामीसँग अर्को रहेको छ हेर्नुहोस् त, प्रिन्टबाट सके चाहिँ क्लोज भनेको हेर्नुहोस् यहाँ कट्टो चिन्ह छ किन, हेर्नुहोस् त काटेको जस्तै। यहाँबाट भनेको सिधै गर्ने है, मान्छेहरू प्रयास यहीँबाट गर्छन्, धेरै भित्र जानु केही पनि पर्दैन है। त्यसैले यहाँबाट हामीले क्लोज ट्याप गर्दा बित्तिकै हाम्रो यो क्लोज हुनसक्छ। हेर्नुहोस् भयो, क्लोज भइसक्यो त्यो है। अब हेर्नुहोस् त हामी फेरि त्यही नै आइसकेका छौँ। अब त्यसै गरी हामीले के सिक्यौँ भने चाहिँ प्रिन्ट क्लोज पनि सिक्यौँ है। क्लोज भनेको बन्द गर्ने, सिधै बन्द गरिदिनुहुन्छ, यसलाई बन्द भइहाल्छ। अब क्लोज विन्डो भनेपछि जुन मैले तपाईँलाई अघि नै के भनेको छु, न्यू विन्डो नयाँ विन्डो खोल्नु भएको हुन्छ नि, त्यो विन्डोबाट हामीलाई सिधै बन्द गरिदिने काम गर्छ। सेम हो, यसमा क्लिक गर्नु भने चाहिँ विन्डोलाई बन्द हुने गर्छ। अब एक्जिट भनेको यो सिधै सबैलाई एकैचोटि बन्द गरिदिने हो नि त। मैले एक्जिट गर्दा बित्तिकै बन्द भयो, सिधै हामीले विन्डोमा आइसकेका छौँ है। विन्डोमा आइसक्यो। अब फेरि हामीले त्यहीँ जान्छौँ है। अब फेरि हामी यसैमा आएका छौँ। हामीले के सिक्यौँ भनेपछि यहाँभित्र लगभग सबै चिजहरू सिकिसकेका छौँ। एकचोटि म सर्रै भनिदिन पनि सक्छु अझ है। न्यू ट्याब भनेको नयाँ खोल्नु, न्यू विन्डो भनेको नयाँ विन्डो खोल्नु, यो माथिको पेज खोल्नु, न्यू मार्कडाउन भन्ने ट्याब भनेको नयाँ ट्याब फेरि खोल्नु है। ओपन भनेको तपाईँले योभन्दा अगाडि के गर्नुभएको छ त्यसलाई लगत्तै खोल्न त्यसरी सक्नुहुन्छ। रिसेन्टली भनेको अगाडि गरेका चिजहरू सबै देखिन्छन्। सेभ भनेको सेभ गर्नु, सेभ एज भनेको दुई वा दुईभन्दा बढी ठाउँमा सेभ गर्नु है। सेभ अल भनेको धेरै चिजहरू लेख्नु भएको हुन्छ, लगत्त लेख्नुहुन्छ, यसमा सेभ अल गर्दाखेरि त्यो सेभ हुँदै जान्छ। जुन तपाईँले पहिला जहाँ सेभ गर्नुभएको हुन्छ त्यहाँ सेभ हुँदै जान्छ। पेज सेटअप भनेको जुन तपाईँको पेज सेटअप हुने काम गर्छ है। जुन दायाँ बायाँ कति छोड्ने, लेटरमा कसरी बनाउने, कस्तो गर्ने भन्ने चाहिँ त्यो सबै चिजहरूमा देखाउनु जान्छ। लगभग प्रिन्ट पनि बुझ्नुभयो होला, क्लोज बन्द गर्नु, क्लोज विन्डो बन्द गर्नु, एक्जिट भनेको पनि पुरै बन्द गर्नु, सक्यो है। अब हामी फाइलको कुरा सकिसकेका छौँ भनेपछि एडिट छ हेर्नुहोस् त। एडिटभित्र पनि हेर्नुहोस् यहाँनिर अन्डो लेखेको छ। यसलाई कसरी हुन्छ भने तपाईँले भर्खरै कुनै पनि चिजहरू हेर्नुहोस् त, मैले यसलाई डिलिट गरेँ हेर्नुहोस् है, डिलिट भयो। तपाईँलाई फेरि त्यही चिज आवश्यकता पऱ्यो। अहिले त मैले थोरै चिजहरू डिलिट गरेँ, तर धेरै चिजहरू हेर्नुहोस् त, यति धेरै चिजहरू मैले डिलिट गरेँ हेर्नुहोस् है, डिलिट गरेँ। अब मलाई फेरि यही चिज ल्याउनु पर्नेछ भनेपछि हामीले अन्डो गर्न सक्छौँ है। हेर्नुहोस् मैले अन्डो दादा बित्तिकै फेरि चिजहरू त्यही चिज फर्किने काम गर्यो है। त्यसै गरी हामीले यो पनि बुझिसकेका छौँ। जस्तै कट कहाँनिर त कट लेखेको छ। यो कटले के काम गर्छ भन्दाखेरि तपाईँले यति सिलेक्ट गर्नुभयो, तपाईँलाई यो चिज आवश्यकता छैन, यसलाई काटेर फालिदिनु पर्नेछ भनेपछि हामीले यसलाई कट गर्न सक्छौँ। हेर्नुहोस्
कट गऱ्यो काट्यो सक्यो है। त्यसै गरी हामी अर्को चिज के बुझौँ भन्दाखेरि कपी भन्छ। कपी भनेको एक ठाउँबाट अर्को ठाउँमा कसरी लगिजाने कपी। तपाईँले हेर्नुहोस् त, मानव अब हेर्नुहोस् त, वेलकम टु हाम्रो गुरु भनेर यहाँ माथि मैले लेखेको छु हेर्नुहोस् है, वेलकम टु हाम्रो गुरु भनेर मैले टपमा लेखेको छु। यसलाई फेरि हामीलाई अन्त्यमा पनि चाहिनेछ के, अन्तिममा भनेपछि फेरि यसलाई हामीले कपी गरेर हेर्नुहोस् यहाँ चाहिएको छ, अब यहाँ चाहिएको छ, अब यहाँ चाहिएको छ, यसलाई कपी कसरी गर्ने त, फेरि हामीले एडिटमा जान्छौँ। अघि कपी गऱ्यौँ भने चाहिँ अहिले पेस्ट गर्छौँ हेर्नुहोस्, पेस्ट गऱ्यौँ यहाँ पनि के आयो वेलकम टु हाम्रो गुरु भनेर हेर्नुहोस् त सर र यहाँ पनि आइसकेको छ। त्यसै गरी हामीले यो पनि बुझिसक्नु भयो होला भन्ने है। अब डिलिट भएको छ, फेरि अब हामीलाई यसरी गरेर यही चिजलाई आवश्यकता छैन यसलाई फेरि डिलिट गरेर फालिदिनु मन छ भनेपछि सिलेक्ट गर्ने पनि डिलिट गर्ने सक्यो है। त्यसै गरी हामीले फेरि अर्को के बुझौँ भनेपछि तल हेर्नुहोस् है, त्योभन्दा तल के रहेको छ भने चाहिँ क्लियर फर्मेटिङ भनेर लेखिएको छ। यो क्लियर फर्मेटिङ भनेर हामीले कसरी बुझ्ने हो भनेपछि एकदम सजिलो छ है। क्लियर फर्मेटिङ भनेको ट्याक्समा लागेको अनावश्यक डिजाइन साधारण जस्तै हुन्छ नि, यहाँ धेरै जस्तै यहाँ कुनै डिजाइनिङ, यो भनेको नोटप्याड भनेको सिम्पल तरिकाले लेख्ने हो। अनावश्यक धेरै चिजहरू लेखेको डिजाइनिङहरू छन् भने चाहिँ ती डिजाइनिङहरूलाई काटकुट पारेर फाल्ने कामहरू यसले गर्छ, त्यति बुझ्नु अरे। अब डिफाइन विथ बिङ भनेर भनिएको छ हेर्नुहोस् त। अब यो भनेको यसले के गर्ने छ त, डिफाइन विथ बिङ। तपाईँलाई जस्तै वेलकम हेर्नुहोस् है, यहाँनिर वेलकमलाई हामीले सिलेक्ट गऱ्यौँ, यसको अर्थ थाहा छैन, मिनिङहरू थाहा छैन, केही पनि थाहा छैन भने चाहिँ यसलाई हामीले सिलेक्ट गर्ने सिधै है। त्यसपछिबाट डिफाइन विथ बिङमा क्लिक गर्ने, सिधै हामीलाई यसले कुनै पनि ब्राउजरभित्र लगिहाल्छ हेर्नुहोस् त। वेलकम भनेको हेर्नु त यहाँ के लेखेको छ नि त, वेलकम पिक्चर, वेलकम लेटर, विभिन्न चिजहरू हामीले वेलकमका गर्न सक्छौँ। यहाँ थुप्रै हामीले यसको मिनिङहरू खोज्न सक्छौँ है। त्यसै गरी हामीले सजिलो भाषालाई के भने चाहिँ कुनै पनि शब्दहरू छैनन् भने चाहिँ वा त्यसको अर्थ थाहा छैन, मिनिङ थाहा छैन भनेपछि त्यसको अर्थहरू हामीले खोज्ने काम गर्छौँ भनेर त्यो बुझ्नुहोस् है। त्यसै गरी हामीले फाइन्ड भनेको के हो त, जस्तै अब तपाईँलाई यहाँ त तपाईँले अहिलेको लागि मैले थोरै लेखेको छु र भयो, धेरै चिजहरू तपाईँलाई चाहिएको छ। जस्तै तपाईँलाई हेर्नुहोस् त, अहिले हामीलाई यहाँनिर के चाहिएको छ भने चाहिँ विभिन्न चिजहरू, यहाँ धेरै चिजहरू लेखिएको छ। अब हामीले स्टेप भन्ने पनि अब कुनै चाहिएला है, फाइन हेर्नुहोस् त। अब हामीलाई यहाँभित्र कुन शब्द चाहिएको छ भनेपछि एकछिनको लागि हामी के सर्च गरौँ भने चाहिँ टु इफ च्यानल हाम्रो गुरु है, हाम्रो गुरु, हाम्रो हेर्नुहोस् है, हाम्रो गुरु हेर्नुहोस् त, हाम्रो गुरु हामीलाई चाहिएको छ। त्यसै गरी हामीले आफ्नो किबोर्डमा रहेको इन्टरलाई प्रेस गर्छौँ हेर्नुहोस्। इन्टरलाई प्रेस गर्दा बित्तिकै हाम्रो के हुन्छ भने चाहिँ सिलेक्ट हुने काम गर्छ कि जुन ठाउँनिर हाम्रो छ त्यो ठाउँनिर हाम्रो सिलेक्ट हुने काम गर्छ हेर्नुहोस् त। यसको पछाडि यहाँनिर रहेछ सिलेक्ट भएको छ। अब हामीले यहाँ फ्रम यहाँनिर छ है, माथि फ्रम लेखौँ है, ठ्याक्क हाम्रो सिलेक्ट हुन्छ हेर्नुहोस् है। अहिलेको लागि सजिलो बुझ्नुहुन्छ, फ्रम हेर्नुहोस् त, फ्रम लेखेर मैले इन्टर हान्दा बित्तिकै हेर्नुहोस् आफै अटो सिलेक्ट हुन्छ। तपाईँले कुनै पनि शब्दहरू है, कुनै एससीहरूभित्र कुनै शब्द खोज्न लाग्नु भएको छ भनेपछि जस्तै 1000, 2000, 2500 शब्दहरू लेख्नु भएको छ भने त्यहाँभित्र कुनै एउटा महत्त्वपूर्ण शब्द खोज्नु पर्यो भनेपछि त्यो कसरी खोज्नुहुन्छ, यो फाइन्ड गरेर खोज्न सक्नुहुन्छ है। त्यसै गरी अर्को रहेको छ हेर्नुहोस् त, फाइन्ड पनि पक्कै बुझ्नुला। फाइन्ड नेक्स्ट भनेको के हो त, त्यो पनि हामीले एकदम बुझौँ है। फाइन्ड नेक्स्ट भनेको लगत्तै खोजेको शब्द, भर्खरै यो अहिले भर्खरै हामीले कुन शब्द खोजेका थियौँ है, फाइन्ड नेक्स्ट गरौँ हेर्नुहोस् त। भर्खर योभन्दा अगाडि हामीले कुन शब्द खोजेका थियौँ, फ्रम खोजेका रहेछौँ, त्यस कारणले फ्रममा सिलेक्ट आफै भयो। अब यहाँ टाइप नगरेर हामीले सिधै त्यहाँ गएर हामीले यसरी एडिटमा गएर टक्क हामीले फाइन्ड नेक्स्ट भन्दा क्लिक गर्दा बित्तिकै आफै सिलेक्ट हुने काम गर्छ। त्यसै गरी हामीसँग हेर्नुहोस् त अर्को रहेको छ रिप्लेस भन्ने। यो शब्द भनेको यस्तो शब्द हो नि हेर्नुहोस् त, कुनै जस्तै रिप्लेस भनेको कुनै पनि शब्द त्यो शब्द हटाएर त्यसको ठाउँमा अर्को ठाउँ शब्द राख्ने के। जस्तै हामीले रिप्लेस भन्यौँ है, हेर्नुहोस् यहाँ हाम्रो गुरु छ हेर्नुहोस् है, यहाँ तल हेर्नुहोस् त, यहाँ हाम्रो गुरु लेखेको छ। यो ठाउँमा मलाई अब के लेख्नु पर्यो भनेपछि हाम्रो गुरु नलेखेर मलाई 12 लेख्नु मन छ है, 12 लेख्नु मन छ भनेपछि रिप्लेस अल गर्छ भने त हाम्रो गुरुलाई हटेर सिधै 12 भएको छ। जहाँ जहाँ हाम्रो गुरु लेखेको हुन्थ्यो त्यहाँ सबैको ठाउँमा 12 लेखिन्छ। अहिलेको लागि यति नै ठिक छ है। अब तपाईँले यो पनि बुझ्नुभयो होला। त्यसै गरी हामीसँग हेर्नुहोस् त गो टु भनेको के हो, यो गो टु कसरी गर्ने त। जस्तै हामीलाई मानव हेर्नुहोस् अहिलेको लागि म तपाईँलाई के भन्छु, यो फर्स्ट लाइन, यो सेकेन्ड लाइन, थर्ड, फोर्थ, फिफ्थ, 6, 7, 8 हामीसँग 8 लाइन जति छ हेर्नुहोस् त। 8 लाइन हुँदाखेरि हामीले फर्स्ट लाइनमा यो लाइनमा तपाईँलाई लेख्नु मन छ गरे है, यो कर्सल भनेको जुन यो मेरो हेर्नुहोस् त यो लेख्ने चिन्ह छ नि हेर्नुहोस्, यहाँनिर लेख्ने चिन्ह आयो नि हेर्नुहोस् त, यहाँ साइडमा हेर्नुहोस् त, यहाँनिर यो यसलाई भनिन्छ कर्सल भन्ने गरिन्छ है, बुझ्नुला। यो कर्सललाई कति लाइनमा राख्ने त,
बुझ्नु है। एडिटमा जाने है, गो टुमा दाब्नु हो, हेर्नुहोस् त 2 छ कि नै, यसको ठाउँमा हामीले 1 लेखौँ। हेर्नुहोस् है, 1 लेख्यौँ, ठिक छ। 1 लेखेर गो टु गऱ्यौँ भने चाहिँ सिधै हेर्नुहोस् फर्स्ट लाइनमा हाम्रो कर्सर त्यहाँ गयो के। 2 लेखेको भए 2 मा जान्थ्यो, 3 लेखेको भए 3 मा जान्थ्यो, 4 लेखेको भए 4 मा, 5 6 7 8 जहाँ लेखेको भए त्यति जान्थ्यो क्या हाम्रो। बुझ्नुभयो होला पक्कै पनि है। त्यसै गरी सिलेक्ट अल भनेको जस्तै तपाईँले हेर्नुहोस् यसरी पनि हामीले सिलेक्ट गर्न सक्यौँ है। हामीले आफ्नो माउसले पनि हामीले यसरी सिलेक्ट गर्न सक्यौँ, जुन हामीले लेफ्ट क्लिक दाबेर सर सिलेक्ट गर्न पनि सक्यौँ। र हामीले के गर्छौँ भने चाहिँ एडिटमा गएर सिलेक्ट अल गऱ्यौँ भने चाहिँ सबै हाम्रो सिलेक्ट हुने काम गर्छ। त्यसै गरी हामीसँग अर्को रहेको छ नि त टाइम डेट। तपाईँको आजको अहिलेको समय टाइम डेट के छ त, त्यो सम्पूर्ण चिजहरू यसले भन्ने काम गर्छ। जस्तै अब मलाई चाहिएको छ टाइम डेट निकाल्नको लागि हेर्नुहोस् यहाँनिर टाइम डेट आजको सबैभन्दा 4:15 साँझको पिएम छ अहिले है। तपाईँको 2026 11/1 भनेपछि जनवरी 1 तारिकको दिन आज बनाइएको भिडियो हो यो है। एकदम बुझ्नु होला है, डेट पनि देखाउँछ सबै है। त्यसै गरी हामीसँग अर्को रहेको छ हेर्नुहोस् त फन्ट भनेको यसको फन्ट अलिकति त मैले अगाडि भनेको त फेरि धेरै यसमा गर्न पाइन्न। दुनियाँभरि यसमा जस्तै हामीले एमएस वर्डमा गएका जस्तै यसको कलर रेड गर्ने, यसको ब्लू गर्ने, यसको पिङ्क गर्ने यस्तै पाइन्न यहाँ है। सिम्पल हो एकदम नोट डायरी भन्ने बुझ्नुहोस्। फन्टमा हेर्नुहोस् त हामीले के गर्छौँ भने चाहिँ सिम्पल्ली हेर्नु यहाँ रहेको छ रेगुलरमा रहेको छ। रेगुलर गर्ने कि यहाँ तल हेर्नुहोस् बोल्ड अलिकति मोटो अक्षर लेख्नु है। हामीले एकछिन देखाउन पनि जान्छौँ है बोल्ड है। यसको साइज कति गर्ने त है, अहिले हामी 11 मा लेखिरहेको छौँ, 12 14 15 16 कति 20 25 कति जति गर्नु छ। अहिले हामी 20 ले गरौँ एकचोटि है। त्यसै गरी हामीले 12 गऱ्यौँ है। अब त्यसै गरी हामीले यस्तो गर्दा बित्तिकै है सिधै हामीले ब्याकमा जान्छौँ। फेरि हामीले कस्तो हुन्छ त है एकैछिन सिकौँ। हेर्नुहोस् मैले बोल्ड गर्दा बित्तिकै कस्तो भयो हेर्नुहोस्, अलिकति अक्षर एकदम गाढा देखियो कि अहिले है, त्यो काम गर्यो। त्यसै गरी हामीले अब के सिकौँ, फाइल पनि सिक्यौँ, एडिट पनि सिक्यौँ है, भ्यू है। अब यस बुझौँ जुम भनेर भनिएको छ सुरुमा हेर्नु त। जुम भनेको के हो, जुमको सिधा हेर्नु त जुम इन भन्छ। जुम भनेको यसलाई जुम गर्ने के। हेर्नुहोस् अझै अलि ठुलो भयो, फेरि जुम गर्नुहुन्छ अझै ठुलो हुन्छ है। हेर्नुहोस् अझै ठुलो भयो, जुम आउट भन्छ फेरि है। जुम आउट भनेको सानो हुन्छ, अझै सानो हुँदै गयो, फेरि जुम आउट गर्नुहुन्छ है, अझै सानै हुँदै जान्छ है। जुन पछाडि जुम इन भनेको जुम गर्नु, जुम आउट भनेको सानो गर्दै अलिकति जुम कम गर्नु है। बुझ्नु होला यस्तो भनेको हेर्नुहोस् जुम भयो है, एकदम बुझ्नु होला यो भनेको जुम आउट भयो है। त्यसै गरी हामीले अर्को रहेको छ रिस्टोर्ड भन्छ। रिस्टोर्ड डिफल्ट जुम भनेर भन्छ। जुन कि तपाईँ पहिला जुन अवस्थामा हुनुहुन्थ्यो नि सुरुमा लेख्दाखेरि हामी त्यहीमा जान्छौँ। हेर्नुहोस् सुरुमा हामीले यस्तरी लेखेका रहेछौँ सानो अक्षरमा एकदम बुझ्नु होला है। सिधै हामीले यहाँ पुग्यौँ। त्यसै गरी अर्को रहेको छ हामीले जुमलाई भयौँ। अब जाउँ स्टेज बार भनेर भन्छ। जुन यसमा दाबिदियौँ भने हेर्नु यहाँ तल हेर्नु है, एकदम ध्यान दिनु होला है। यो अघि हामीले के भनेका थियौँ, जुन यो देखिरहेको छ नि हामीले स्टेज बारमा गऱ्यौँ भने चाहिँ हेर्नुहोस् तल केही पनि देखिएन कि अहिले यहाँनिर हेर्नुहोस्। अब फेरि हामीले स्टेज बारमा क्लिक गऱ्यौँ भनेपछि फेरि हाम्रो देखिन जान्छ। त्यसै गरी हामीसँग अर्को रहेको छ है ओड ऱ्याप भन्ने रहेको छ। यो गर्दा के हुन्छ त एकदम बुझौँ है। हेर्नुहोस् ओड ऱ्याप गर्दाखेरि जुन भर्टिकल र होरिजन्टल हुन्छ नि लम्बाइ चौडाइ भइजान्छ कि यो। अब फेरि हामीले यसलाई गर्दा बित्तिकै हाम्रो फेरि गर्दा सर आइहाल्छ कि यो भनेको लम्बाइमा देखिनु, त्यो भनेको चौडाइमा देखिहाल्छ कि एकदम त्यति बुझ्नु। यो सजिलो छ, धेरै गाह्रो केही पनि छैन। सिम्पल भाषामा नोटप्याडको काम भनेको हामी नर्मल काम गर्नको लागि छोटा केही शब्दहरू केही डायरीमा टिप्नेहरू है त्यस्ता चिजहरू पनि हामीले टिप्ने काम गर्छौँ। अब लगभग यतातिर हामीले सबै भ्याइसकेका छौँ भनेपछि साइड बुझौँ है। यो भनेको हेर्नुहोस् मिनिमाइज भन्नु, मिनिमाइज गर्दा बित्तिकै हाम्रो यस्तरी हुन्छ। फेरि यहाँ तल हेर्नु त यहाँ देखिएको छ, तर हामीले यसलाई सिधै काटिदियौँ भनेपछि सिधै हटिहाल्छ। तर म्याक्सिमाइज गर्दाखेरि के हुन्छ भने हेर्नुहोस् यसरी सानो कत्रो गर्ने फेरि ठुलो सानो है। काम भनेको यति नै हो है, धेरै गाह्रो केही पनि छैन। त्यसै गरी हाम्रो क्लोज, यसलाई क्लोज गरिदियो भने चाहिँ हाम्रो सिधै क्लोज हुने काम भयो। ल हामीले क्लोजमा चाहिँ अब भ्याउने काम गर्छौँ। हस् त साथीहरू भिडियो भनेको यस्तै हो। अब हामी अर्को भागमा भेटौँला। प्लिज एकपटक हाम्रो भिडियो मन परेछ भने चाहिँ लाइक, सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। हस् त धन्यवाद।